हाई एभ्रिवान, आज म तपाईहरु सबैलाई कतारको एकदम राम्रो नेचुरल एकदम शान्त ठाउँमा घुमाउनको लागि लिएर जाँदै छु। हामी चाहिँ एक दिन छुट्टीको मौका मिलेर म र मेरो साथी सर गाडीमा आनन्दसँग यति आनन्दसँग कि कुरै छोड्नुस्। यसरी हिँड्दाखेरि यो त्यहाँको मेन गेट, त्यहाँ टिकट पनि काट्नु पर्छ। टिकट काट्यौं, टिकट काटेर हामी सर भित्र गयो। हेर्नुस् त कस्तो नेचुरल, यो सबै आर्टिफिशियल हो तर हेर्दा चाहिँ हुन चाहिँ नेचुरलै हो, तर यो मानिसले लगाएर बनाएको चीज हो के। यसलाई फार्म हाउस भयो, यो आफूले मेन्टेन गरेर मान्छे राखेर बनाएको एउटा हाउस भयो। एकदम पिसफुल, एकदम शान्त, न मान्छे न केही। यति आनन्दको ठाउँ त्यही बसिरहँ जस्तो के। यस्तो आनन्द पैसा असुल हुने ठाउँ रहेछ यो। त्यहाँ गयौँ हामी। हेर्न सक्नुहुन्छ कस्तो राम्रो एकदम। कोही मान्छे पनि छैनन्, मात्र चराचुरुङ्गी को आवाज भन्दा अरु केही छैन। यसरी हामी त्यहाँबाट निस्केर त्यो कुखुराको फार्म हाउसमा गयौँ। कुखुरा पालेका रहेछन्। कुखुरा, गाई, भैँसी, बाख्रा सब जे हुन्छ सबै। हेर्नुस् त कुखुरा यसरी पालेका, फूलहरू लगाएका, फूलहरू पनि त्यस्तै राम्रा के। हेर्नु न, नेचुरल। यस्तो त कतारमा देख्नै पाइएको थिएन। त्यही पनि त्यहाँ गयो, हेरियो, एकदम आनन्द आयो, एकदम आनन्द। त्यसपछि फार्म हाउसको पुरै के बाख्रा, गाई, भैँसी सबै त्यसो रहेछ। अनि यसो भिडियो बनाउनु परिहाल्यो। भिडियो कलाकुलुक गरेर खिचियो। फेरि गाडीमा चढ्ने अनि गाडीबाट झर्ने, त्यस्तो स्टाइलको भिडियो बनाउन लाग्यो। मिल्दैन। त्यही पनि कोसिस त फेरि जारी छ। कोसिस गरिरहेको छु। हेर्नुस् त यो उटले खाने, हात्तीले खाने खरबारी जस्तो के। त्यहाँ चाहिँ आनन्दले यस्तो आनन्द आयो कि कुरै छोड्नुस्। त्यस्तो रमाइलो, त्यस्तो पिसफुल ठाउँ पनि रहेछ कतारमा भन्ने कुरा चाहिँ त्यो दिनमा थाहा भयो। यसरी मजाले आनन्द भ्यू हेर्दै, त्यसपछि दायाँ बायाँ हेर्दै, हेर मेरो पोज दिँदै यताउता। ठुलो थियो, घुमि नसक्नु, हेरि नसक्नु, त्यति ठुलो थियो यो फार्म हाउस। त्यही पनि समयमै गएको हुनाले चाहिँ आनन्दले घुम्न पाइयो। केही फोटोहरू भिडियोहरू खिच्न पाइयो र आज यसरी युट्युबमा तपाईहरुको लागि राख्न पाइयो। हेर्नुस् त कस्तो यो लाग्छ त कतार हो भनेर। म फेरि यहाँ पोज दिँदैछु। हेर्नुस् त मेरो पोज। मलाई फेरि आउँदैन भिडियो बनाउन, के अरे एक्टिङ गर्न। अनि त्यसपछि त्यही पनि रहर त हो नि मान्छेको। रहरको अगाडि कसको के लाग्छ भने जस्तो। यति खुसी भएको छु नि म, यति खुसी भएको छु। दौडिने, कुद्ने, हाँस्ने, नाच्ने सबै एकदम मजा आइरहेको थियो कि एकदम के। हेर्नुस् त यहाँ म कति खुसी छु। त्यसपछि अनि यो पिङ भयो। आनन्दले पिङमा हल्लिँदै मस्तले खेल्दै आनन्दले सबै कुरा बिर्सेर यो चाहिँ रहेको छ अल्कोरमा रहेको तोर्बा फार्म। टिकट चाहिँ एकजनाको 50 रियाल लिँदो रहेछ। हामीले चाहिँ 2 जना थियौँ। 100 रियालमा पुरै दिनभरिमा घुमेर त्यसपछि बेलुका फर्क्यौँ। हेर्नुस् त खेल्न म कति खुसी भएको। खुसी नै हो नि त सबैभन्दा ठुलो कुरा। खुसीभन्दा अरू के छ त संसारमा, मरिलानु के छ र। त्यसपछि यो रहेछ स्पेशल त्यहाँको पुरै काठले यसरी यो जुटको रस्सीले पुरै काठ पानेर त्यस्तो पुल जस्तो त्यस्तो खालको बनाउन लागेको रहेछ। अनि मेरो साथीले चाहिँ एकदम भिडियो खिचिदिनु भयो। उहाँलाई धेरै धन्यवाद। अनि यो चिप्लेटी खेल्नु पनि रहेछ, तर त्यहाँ मान्छेहरू कोही नआएको हुनाले चिप्लेटी चाहिँ खियालायो जस्तो भएको रहेछ। त्यही पनि त्यहाँ पुगेर खेल्दा गर्दा चाहिँ पुरै जिन्दगीको बचपना नै जिए जस्तो त्यस्तो आनन्द आउने ठाउँ। त्यस्तो आनन्द आएर भिडियो पनि फेरि डबल रहेछन्। र म हेरेर सके नसके भए पनि
त्यो चिप्लेटी खेल्न नसके पनि ऊ चाहिँ खेलेर हिँडिरहेकी छु। बिस्तारै बिस्तारै भन्दै हुनुहुन्छ मेरो साथीले, त्यही पनि म छोडेको छैन खेल्न चाहिँ। अब यहाँ रहेछ जम्पिङ खेल्ने, हेर्नुहोस् न। मैले मेरो साथीलाई बोलाउँदैछु, उहाँ चाहिँ आउनु भएन, उफ्रिँदै 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 खेल्ने यहाँ। अनि यो लास्टमा चाहिँ अब थाकियो नि, धेरै घुमियो, कति घुमियो जति घुमियो पनि फेरि घुम्न नछोड्ने, देखेर आँखा नथाक्ने। हेर्नुहोस् न, हेर्दै थाहा हुन्छ कस्तो ठाउँ होला यो, कस्तो पिसफुल होला। यो पनि कतारमा, कतार भन्ने बित्तिकै मान्छेलाई के लाग्छ, पुरै मरुभूमि, बालुवा भएको मरुभूमि हो जस्तो लाग्छ। तर यहाँ यस्तो छ। कहिले योभन्दा पहिले समय मिलेको भइदा म पहिले पनि जान्थेँ, किन आइन भन्ने जस्तो चाहिँ फिल भएको थियो यो देख्दाखेरि चाहिँ। खैर अब ठिकै छ जस्तो भए पनि यसरी गाडीमा बसेर यसरी सफर पनि गरेँ आनन्दले। यति आनन्द आइरहेको थियो नि, आनन्दले नयाँ सबै कुरा बिर्सेर कि। हेर न मेरो आँखा, मेरो अनुहार, कहाँ के नयाँ कुरा देख्छु, नयाँ कुरा हेर्न पाउँछु भन्दै यसरी हेरिरहेकी छु। अनि यो चाहिँ मैले बनाएको भिडियो भयो। फेरि हेर्नुहोस् यहाँ कति रमाइलो छ, कति आनन्द आउने ठाउँ छ। अब मैले यसरी भनिराख्दाखेरि चाहिँ कति भने क्योली जस्तो लाग्छ होला, तर यथार्थमा भन्नुपर्दा चाहिँ एकदम जानै पर्ने ठाउँ, घुम्नै पर्ने ठाउँ, जान पाइयो त्यहीमा खुसी छ। यो आवाज सुन्नु न, यो आवाज यस्तो मिठास, यस्तो म नडाटी भन्नुपर्दा म निदाइसकेको थिएँ कि त्यहाँ मेरो साथीले क्लिप बनाउँदाखेरि म निदाइसकेको थिएँ। आनन्द, हावा पनि त्यस्तै, आवाज पनि त्यस्तै, चराचुरुङ्गी, गाई बाख्रा सबैको आवाज, आनन्द, एकदम आनन्द लाग्छ कि म अर्कै दुनियाँमा छु। म दोहा कतारमा छैन, अर्कै अरू नै दुनियाँमा छु जस्तो फिल भइरहेको थियो कि यहाँ बसेर यो हल्लिँदाखेरि चाहिँ। यस्तो पनि हुन्छ जिन्दगीमा, योभन्दा पहिला म किन गइनँ भन्ने जस्तो फिल भइरहेको थियो। फेरि लखर हिँडेँ, फेरि देखेँ उठ। अब जे देखेँ पनि नयाँ, मेरो लागि त सबै कुरा नयाँ थियो त्यहाँ। अनि चरिरहेको थियो उठ, त्यही पनि अब के गर्नु त, अब त्यहाँ केही गर्न मिल्दैन थियो। अलिकति घाँस ताने, अलिकति घाँस आफैले ताने, अनि तानिओरी ल खा भनेर खाइरहेको थियो। त्यही पनि खायो हातबाट, त्यसले अब खान्छ हेर्नुहोस् है। ओह खायो, यो देख्दा नि खुसी लाग्ने कि। हुन्छ, हस्, थ्याङ्क यू।